आजको हाम्रो दिन यसरी सुरु हुन्छ। देशमा विषम परिस्थिति पश्चाताको सुनौलो बिहानीको साथ अघि बढ्दै गर्दा आज हामीले पाएको खबर अनुसार राष्ट्रिय ट्रमा सेन्टरदेखि सरसफाई तथा स्वच्छ काठमाडौँ र नयाँ नेपालको परिकल्पना अनुरूप हामी त्यहाँ पुग्यौं। त्यहाँबाट हामीले जहाँ फोहोर देख्यौं त्यसैलाई नै सफा गर्ने निर्णय लिएर हामी अघि बढ्यौं। अगाडि बढ्दै गर्दा केही सरसफाई युवाहरूले बिहान नै गरिसकेका रहेछन्। हामी पनि आफ्नो केही सानो सन्देश छोड्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले बागबजारको सडक हुँदै फोहोरलाई हाम्रो डस्टबिन थैलीमा राख्दै अगाडि बढ्दै गयौं। जम्मा गरेको फोहोरलाई उचित ठाउँमा व्यवस्थापन तथा विसर्जन गर्ने भनेर हामीले जम्मा गरेको फोहोरलाई न्यू प्लाजाको डस्टबिनहरूमा व्यवस्थापन गर्यौं र त्यहाँबाट फेरि नयाँ अध्यायको सुरुवात गर्यौं। अगाडि बढ्दै गर्दा जलिरहेको भवनहरू हेर्दै मन खिन्न त भयो, तर विक्षिप्त यो मनलाई सम्झाउँदै हामी फेरि नयाँ नेपालको परिकल्पनालाई मनस्पटलमा सजाउन भ्यायौं। दुखी मनलाई केही राहत दिन हामी मनमनै मुस्कुराउँदै अगाडि बढ्यौं। हामी धेरै ठूलो समूह नभए पनि हामीले सानो सन्देश दिने प्रयत्न गर्यौं। देशको शान्ति र विकासको पनि परिकल्पना गर्यौं। अब युवाहरू पनि देशको चौतर्फी विकासमा योगदान पुर्याउने मानसिकताका साथ हामी सफा गर्दा गर्दै बानेश्वर पुग्यौं। आफ्नो जम्मा पारेको फोहोरलाई सिभिल नजिकैको डस्टबिनमा व्यवस्थापन गर्यौं। यो पनि स्किप नगरी हेरिदिनु होला। लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला भन्दै हाम्रो भिडियो निरन्तर रूपमा चलिरहने।
हाम्रो ट्रेन चाहिँ केटाहरूको चाहिँ यता यो पानी सुन्नेदेखि जाने बसिरहेको यहाँको चाहिँ भोइसहरू छ केटादेखि